मेहन कामी भन्नुभयो त सर?
कुरा यति नै हो अब सायद गरेको ठिकै छ यो विषयमा अब भोलितिर तपाईँहरूको फेरि छलफल गर्नु ल अहिले मैले सबै बिग्राएको ल्याइदिन सक्छु आजको अब यो निर्णयहरूमा नि छलफलहरू पनि राजनीतिक छलफल भएको समावेश गर्नु अब विशेष अब यो कार्यक्रमको लागि गएको थियो कहिले के गर्ने भनेर अब भोलि छलफल गर्नुलाई फेरि अनि त्यस कारणले गर्दाखेरि अब यो विशेष आर्थिकको कुरा आइरहेको छ आर्थिक कार्यक्रमलाई गरेको गर्नुलाई त्यो भन्दै अब ल साथी हो केही पोइन्ट कोही साथीहरू केही छोड्दैन भनेछ भने भनिहाल्नु त्यही त अब त्यही गरौँ होइन हेर्नु छ ल सर ल सबैजना सोचौँ है त तपाईँलाई रोशन सर म्यासेज मलाई मैले बिर्सिहाल्छु ल मलाई हाई भनेर पठाइराख्नु त हेर्नु गरेर ल गुरुङ सर ल गाह्रो छ हौ सर गाह्रो छ गाह्रो छ यार यहाँनिर के कसले के भन्छ कसले के भन्छ यो दिनलाई चाहिँ मजाले जनाउ दिनु हो होइन खास गरी अब के त पेलेको छ हरेक कुरामा पेल्याएको छ आज एउटा उताबाट धेरै ट्यालेन्टेड मान्छेहरूको आउनुपर्ने थियो एकजना तान्नु खोजेको ड्युटीको कारणले आएन के त्यति राम्रो भएको छैन पनि अब एउटा हाम्रो कार्यक्रमको लागि सहयोग गर्ने भइरहेको छ आदिवासी जनजाति सङ्घबाट यहाँबाट पनि गर्ने भइरहेको छ धेरै लाग्छ हामीलाई खर्च 5,000 लाग्छ त्यसको लागि आउने अब कार्यक्रम त गर्नै पर्छ कि 20जना नै किन भेला नहोस् है कार्यक्रम त राख्नुपर्छ त्यसपछि कुरा गर्ने गर्नुपर्छ मलाई त्यही त मलाई आएर सधैँ पनि छिटो गऱ्यो आज निर्णय केही हुन्छ मलाई पुरै भनिहालै सक्छु ढिलो हुन्छ के हुन्छ अब कसैले भन्छ आर्थिकको विषयमा मात्रै टाउको तनाव दिन्छ कि टाउको यति आवश्यक जरुरतै छैन सुरु त भएको छैन होइन उहाँ अगाडि आउनु भएको थियो फेरि उहाँको हस्पिटल निकाल्नु पर्ने कारण मलाई मेसेज गर्नु आएको छ फोटो पनि खिचेर पठाएको त्यो निर्णयमा भोलि मलाई सबै सुनाउनु छ अनि हाम्रो उता हिंसा बिरामी छु राम्रो निर्णय गर्नु होला हामी सहमत ड्युटी छ
गरौँ सर अब भेटघाट भइलो 2 महिना त्यस्तै भइहाल्यो अब त्यही पनि गरौँला सबै गरौँला घुम्नै सक्नु अर्को महिनाको पहिलो सन्डे चाहिँ ट्याक्कै त्यही त त्यसको लागि गरौँ न त्यो भोलि यसो मिलाएर त हाल्नु पर्दैन तपाईँ हाल्ने कि म हाल्नु केटाहरू त केही पनि होइन कि तपाईँ मैले अब भरतसरले उयो गऱ्यो भने निर्णय गऱ्यो भने हुने कुरा हो क्या सबै कुरा आयो भने राखौँ न भन्ने कुरामा मात्रै हो सबै चेन्ज गर्नु यस्तो लु यस्तो त्यही त जातिवादी भनेको ज्याकै बसिरहेको त्यो चाहिँ होइन अहिले बुढाथोकीले अब राम्रो कुरा गर्नु नि त उहाँलाई म भोलि पर्सिमा गरेर मैले त्यहाँ कुरा गर्नुहोस् कुरा गरेर मलाई नोकरी गर्नु भन्नुहोस् कि मैले ठ्याक्कै कम्प्लेन गर्दैन त्यो गर्नुहोस् एकजना अब उपाध्यक्ष पनि आवश्यकता छ उपाध्यक्ष पनि आवश्यकता छ हेरेर बुढाथोकीलाई चाहिँ त्यही हो कि सर